हेलो साथीहरू, म चाहिँ हिजो माइत आइपुगेँ अनि आज बिहान बिहान खाजा खाएर म कहाँ जाँदैछु त। पछाडि हेर्न सक्नुहुन्छ यहाँ लिचीको बोट। लिची चाहिँ यहाँ भिर जस्तो ठाउँमा छ एक बोट, अरू लिची चाहिँ पाकेको छैन। यो लिची चाहिँ अलिक अगाडिको होला, त्यही भएर पाकिरहेछ। अनि हेर्न सक्नुहुन्छ यो मेरो ठाउँ चाहिँ कस्तो छ भने यता पनि भिर अनि उता पनि भिर अनि उता पनि, अनि हाम्रो गाउँ चाहिँ बिचमा छ। अनि यो तलतिरको चाहिँ कस्तो हेरेर भिर जस्तो देख्छ तर त्यस्तो भिर चाहिँ होइन है। म माथि उभिरहेको छु अनि यो चाहिँ हाम्रो बारी हो, तलसम्म चाहिँ यहाँ माथिदेखि यता यो केरा घारी देख्नुहुँदैछ नि, यो खेत हो। हामीले चाहिँ खेत गर्न छोडेर यहाँ केरा रोपेका छौँ। अनि सबै यहाँ सब्जीहरू मकैहरू अदुवा के रोपिरहनु भएको छ। अनि घर चाहिँ यता छ, छेलिरहेछ। जस्तो भए पनि एकदमै राम्रो छ। अब म मैले लिची खाएको भिडियो देखाउँछु ल हजुरहरूलाई। आज हेर्दा त रातो देखिरहेछ र पनि मजाले चाहिँ पाकेको रहेनछ, तर मिठो त गुलियो छ। म चाहिँ तल गएर देखाउँछु ल। वाह, एकदमै मेरो फेभरेट लिची देखेँ क्या। हेर्नु न, मलाई यस्तो लपको पार्नु जस्तो हुन्छ नि। यो लिची चाहिँ मेरो फेभरेट हो। जहिले म पहिला सानो हुँदाखेरि पनि रुखमा चढेर जहिले यस्तै खालको मात्र खोजेर खान्थेँ क्या। हेर्नु न, म देखाउँछु कस्तो राम्रो छ। बजारमा किनेर खाएको भन्दा यसरी नै बोटमा टिपेर खाएको फाल्टै मजा हुन्छ नि त है, मिठो पनि हुन्छ। अनि मलाई चाहिँ यसरी लिची नखाएको टिपेर नखाएको पनि त्यस्तै 3 वर्ष जस्तो भइसक्यो क्या। मैले बिहे गरेदेखि यहाँ लिची पाक्ने सिजनमा यता माइत आउनु पाएको थिएन नि त। जहिले मम्मीहरूले उतै तरीमै ल्याइदिनुहुन्थ्यो। अनि यसपालि चाहिँ ज्वरो भन्नु न, अनि त्यही भएर छुट्याउनै भएन। देख्न सक्नुहुनेछ मेरो माथि पनि लिची नै छ। अनि हेर्नु न, यस्तो फेरि भेटेँ कि अर्को लिची देखाउँछु ल। एउटै किरा छैन क्या। म त घर नै जाँदिनँ होला क्या, लिचीमै बस्छ, लिची खाएर बस्छु जस्तो लागिरहेको छ। अर्को पनि खाएर कस्तो मिठो छ। अर्को पनि खाएँ। एउटै किरा छैन क्या।